हेलो साथीहरू नमस्ते। आज चाहिँ म वैदेशिक रोजगारको लागि त्योभन्दा अगाडि जुन ओरिएन्टेसन क्लास हुन्छ त्यसको लागि आएको छु। यो चाहिँ चितवनको भरतपुरमा रहेको छ, चितवन ओरिएन्टेसन एन्ड ट्रेनिङ सेन्टर प्राली भनेर। यो सिनेर्जी चोकमा ठ्याक्कै उता क्याम्पस गेटबाट झरेर भित्र आएपछि यता ओएसिस मेडिकल कलेजको ठ्याक्कै अपोजिटमा यो चाहिँ चितवन ओरिएन्टेसन एन्ड ट्रेनिङ सेन्टर प्राली रहेको छ। र विदेश जानुभन्दा अगाडि यहाँ आएर क्लास लिनुपर्ने हुन्छ। 2 दिनको क्लास हुन्छ। युरोपको लागि चाहिँ 2500 लिने रहेछ। त्यसपछि जुन गल्फ हुन्छ गल्फको लागि चाहिँ 2100 तिर्नुपर्ने हुन्छ। 2 दिनको क्लास हुन्छ। चाहिँ अब माथिको 2nd फ्लोरमा चितवन ओरिएन्टेसन एन्ड ट्रेनिङ सेन्टरको अब अफिस रहेको छ। अफिस चाहिँ यो भयो, यता फीहरू तिर्ने हो। त्यसपछि क्लास चाहिँ यता हुन्छ। 2 दिनको क्लास हुन्छ। विदेश जानुभन्दा अगाडि 2 दिनको क्लास लिनुपर्ने हुन्छ। अब त्यसकै लागि यता आउनुपर्छ।